गाडी चलेको छ कि जलाइदिएछ भनौँ पुलिस चौकीहरूको होइन भित्र गइरहेछन् आइरहेछन् यो हाम्रो बानेश्वरको माहौल यस्तो छ डेन्जरै भएको छ यार पुलिसहरूले
पानी सानी हालेर मजाले क्लिन गर्नुभएको रहेछ प्रायः आज धेरै ठाउँमा चाहिँ क्लिनिङ भइरहेको थियो सो गर्नु पनि पर्छ यतिर हिजो चाहिँ वाइल्ड गऱ्यो है सो त्यो कारणले गर्दा हामीले बिगारेको छैन हामीले पनि सघाउन सक्छ नि त के गर्छ लेट्स गो मैले अरू माथि गएर भेटौँ म कुमारीपाटी आइसक्यो भने पनि हुन्छ गाडी चलेको छ कि जलाइदिएछ भनौँ पुलै पुलिसचौकीहरूको होइन गाडी वाल जलाएको छ यो चाहिँ हाम्रो चिडियाखाना झम्सीखेल कहिले ठिक्दैन हान्नु डरले जलायो यो चाहिँ सो मजाले चियासा लगाइसक्यो चियासाको हालत यस्तो छ कि हिजो आगो लगाइदिएको आजसम्म हेर्नु यस्तो धुस्नु भयो धुस्नु जग्यो यो पार्टी कार्यालय भयो यहाँबाट पारि जानै मिल्दैन होइन अगाडि मात्रै हो क्या धुस्नु बनाएछ यार जानै मिल्दैन क्या बारीको मान्छे पारि जानु मिल्दैन पारीको मान्छे बारी जानु मिल्दैन हुन चाहिँ धुस्नु बनाएछ मान्छेहरू छिराछन् हो हुनुपर्ने थियो भयो राम्रैको लागि होइन अझै पनि तोडफोड कार्यक्रम भइरहेछ क्या कसैले के गर्न सक्दैन होइन यसो गाह्रो छ है गाह्रो छ एकदमै डेन्जर अवस्था छ सोच्न सक्नुहुन्छ है पुरै पार्टी कार्यालय ड्यामेज भइसकेको छ है फुल टु ड्यामेज वारीको पारी जानु मिल्दैन पारीको वारी आउनु मिल्दैन होइन सो म चाहिँ अब आफ्नै घरतिर जानु लाग्यो हिमाडो सो आज खास गरी मेरो सोच चाहिँ कहाँ जानु मन थियो भन्दाखेरि एकैछिन पुलमा चढेको अवस्था देख्न सक्नुहुन्छ है यो चाहिँ हाम्रो चियासल्ली होइन मान्छेहरूको वाइल्ड भिड छ है कहिले घरबाट बाहिर निक्लिने पास छ तर पनि एकदम अलिक सेफ्टी चाहिँ छैन त्यो पनि यस्तो होइन गइदिउँ भनेर पारीतिर जाँदैछु म चाहिँ यो चाहिँ हाम्रो झुमुले पुल मान्छेहरू घुमघाम गरिरहेको छ नि फ्रीले जलाउनु पनि जलाइदिन्छ क्या फक म्यान वाइल्ड भएछ वाइल्डै पारी त पुरै घुस्नु छ कि पिओडी शर्माको त्यो हुन्छ नि पार्टी कार्यालय हाम्रो यहाँ चियासम्म नि त वाइल्डै भएछ र बानेश्वर हो होइन बानेश्वर भन्नु आएखेरि सङ्कमुल चोक यस्तो छ होइन सो तपाईँहरूलाई घर बसी देखाइरहेको छु होइन कमेन्ट गर्नु होला अनि यदि राम्रो लागिरहेको छ भने चाहिँ लाइक द भिडियो सब्सक्राइब दिस च्यानल है त बानेश्वरमा हेर्नु त संसद भवन त पुरै अझै पनि चलिरहेछ मान्छेको क्राउड भएको छ है अझै पनि भित्र गइरहेछन् आइरहेछन् यो चाहिँ हाम्रो बानेश्वरको माहौल यस्तो छ
दिनको संसद भवन अगाडि हो होइन, यसो देख्न सक्नुहुन्छ। म चाहिँ साइकलमा आएको थिएँ माडोलबाट। अनि जस्तो तपाईँहरूलाई नि इन्फर्मेसन दिदिउँ को घरमा बस्नु भएको छ होइन, त्यसको लागि चाहिँ अनि अगाडि हेर्नु